माननीय सदस्य शक्तिबहादुर बस्नेत, समय 18 मिनेट। सम्माननीय सभामुख महोदय, हामी महत्त्वपूर्ण विषयमा छलफल गरिराखेका छौँ। सदनमा नाराबाजी पनि भइराखेको छ। राष्ट्रिय सवाल र आम जनसरकारको विषय बन्न पुगेको भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित समस्यालाई लिएर केही दिनदेखि सदनभित्र पनि सदन बाहिर पनि छलफल चल्दै आइराखेको थियो। यो आम जनताको सरकारको विषय बन्दै गइरहेको छ सभामुख महोदय। त यो स्थितिमा हामी सबैले भनिराखेको कुरा यसको गम्भीर अध्ययन जरुरी छ, गम्भीर ढङ्गले यसको छानबिन जरुरी छ। सबैले उठाउँदै आइराखेको कुरा यही थियो। आज पनि यहाँ मान्यज्यूहरूले नारा त विभिन्न थरीका लगाइराख्नु भएको छ। अघि प्रमुख सचेतकजीले बोल्ने क्रममा मैले बुझेको कुरा छानबिन समिति गठन नहुन्जेलसम्मको लागि सदन अवरुद्ध हुने कुरा हामीलाई जानकारी गराउनु भयो। सरकारले 30 दिनभित्रमा अध्ययन छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको स्थिति छ। हामीले त्यो कुरामा भरोसा पनि गरेका छौँ। म सरकारसँग के आग्रह गर्न चाहन्छु भने अब त्यो 30 दिन लगाउन पनि जरुरी छैन। अब 1 हप्ताभित्रमा केही दिनभित्रमा त्यो 30 दिनभित्र गर्ने भनिएको अध्ययन छानबिनको प्रक्रिया अगाडि बढाउने जे प्रतिबद्धता र घोषणा यो रोस्टरबाट सरकारको तर्फबाट गृहमन्त्रीजीले गर्नुभएको छ। अब तत्काल त्यो छानबिन समिति गठन गरेर अब यी सबै भावनाहरूलाई अझ एकीकृत गर्न केन्द्रीकृत गर्नको लागि म सरकारसँग आग्रह गर्न चाहन्छु। अब यहाँ हामीले सदनभित्र असार 15 गतेभित्रमा शिक्षा विधेयक पारित गरिसक्ने लाखौँ शिक्षकहरूसँग सरकारले कमिटमेन्ट गरेको छ। हामीले त्यो शिक्षा विधेयक पारित गर्नुपर्ने आवश्यकता छ। सरकार कुनै पनि बाहनामा त्यो जिम्मेवारीबाट नपन्छियोस्। हामी यो आग्रह पनि गर्न चाहिराखेका छौँ। हामीले नागरिकता विधेयकको बारेमा छलफल गर्नुपर्नेछ, निजामती सेवा विधेयक सम्बन्धी विधेयकको बारेमा छलफल गर्नुपर्नेछ, बजेटकै कैयन महत्त्वपूर्ण विषयहरूमा हामीले छलफल गर्नुपर्नेछ। यी सबै जनसरकारका विषयहरूमा छलफल गर्नुपर्ने आवश्यकता एकातर्फ छ। अर्कोतिर 30 दिनभित्र जे सरकारले छानबिन अध्ययनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ, प्रमुख प्रतिपक्षी दल लगायतसँग जे सहमति गरेको छ, जुन सहमतिको आधारमा संसदलाई सुचारू गर्ने सहमति बनेको छ, अब त्यसलाई 30 दिन लगाउने होइन, 29 दिनसम्म पुर्याउने होइन, केही दिनभित्रमा अब 1, 2, 3, 4 दिनभित्रमा यसलाई सम्बोधन गरेर अब अहिले भइराखेका यहाँका विषयहरूलाई पनि अझै समेट्ने, एकीकृत गर्ने र सबैलाई साथमा लिएर जनसरकारका विषयहरूमा छलफल गर्ने वातावरण सरकारले तयार गरोस् म आग्रह गर्न चाहन्छु। हामी सबै यसतर्फ पनि सोच्न जरुरी छ। मुलुकको यो विशेष परिस्थिति, जनसरकारका विषय, जनअपेक्षाका विषयहरू छन्, ती सबैबाट हामी अलग रहन पनि सक्दैनौँ। त्यसबाट हामी निरपेक्ष बस्न सक्दैनौँ। ती सबै विषयलाई यहाँ सदनमा गम्भीरतापूर्वक उठाउनु पर्ने एकातिर छ। अर्कोतिर भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित देखिएका गम्भीर प्रकृतिका समस्याहरू छन्। ती गम्भीर प्रकृतिका समस्याहरूको बारेमा गम्भीर ढङ्गले अध्ययन गर्नुपर्ने, छानबिन गर्नुपर्ने, तात्कालीन ढङ्गले ती समस्याहरूको समाधान गर्नुपर्ने, तत्काल देखिएका समस्याको समाधान गर्नुपर्ने र दीर्घकालीन रूपमा पनि त्यसको समाधान गर्नुपर्ने, ताकि यस्तै प्रकृतिका समस्याहरू फेरि पनि नदोहोरिउन्, फेरि पनि नेपाली जनताले बेहोर्न नपरोस्। त्यो प्रकारको त्यो परिस्थितिको सुनिश्चितता गर्ने र यति बेला देखिएका समस्याहरूको न्यायिक निरूपण गर्ने, छलफल छानबिन गर्ने र कानुनी ढङ्गले त्यसको समाधान गर्ने बारेमा पनि गम्भीरतापूर्वक अगाडि बढ्न जरुरी छ। सरकारले जे प्रतिबद्धता जाहेर गरेको छ त्यसलाई केवल प्रतिबद्धतामा सीमित होइन, व्यावहारिक रूपमा लागू गर्नको लागि तत्काल पहल गरोस् म थप आग्रह गर्न चाहन्छु। अब यसै बाहेक अब अहिले हामी यहाँ बजेटको विनियोजन बजेटको बारेमा विधेयकको बारेमा छलफल गरिराखेका छौँ। यो सन्दर्भमा मलाई के लाग्दछ भने यहाँ धेरै कुरा साथीहरूले गरिराख्नु भएको छ। कम्तीमा पनि तथ्यलाई नाङ्गो रूपले छोप्ने कोसिस र धुवाको पर्दा लगाएर छोप्ने कोसिस नगर्नु। धेरै सकारात्मक कुराहरू पनि गरिराख्नु भएको छ। 3 करोडभन्दा तलका योजना छैनन् नै भनेर भनिराख्नु भएको छ। मैले एउटा किताब बोकेर आएको छु। यहाँ आधाभन्दा धेरै योजनाहरू 3 करोडभन्दा तल मात्र होइन, 25 लाखसम्मका छन्, 20 लाखसम्मका छन्। तिनी पुराना र क्रमागत योजनाहरूलाई सम्पन्न गर्नको लागि होइन, नयाँ योजनाहरू सुरु गर्नको लागि 25 लाख रुपियाँ विनियोजन गरिएको छ, 20 लाख रुपियाँ विनियोजन गरिएको छ। अहिले मेरो हातमा शहरी विकास मन्त्रालयको छ। शहरी विकास मन्त्रालयको मैले यहाँ किन लिएर आएको भने शहरी विकास मन्त्रालयका मन्त्री र सचिवजीहरू भन्दै हुनुहुन्थ्यो बजेट त तपाईँहरूका 1 खर्ब 18 अर्बको आएछ नि भनेपछि हामीलाई थाहा छैन अर्थ मन्त्रालयले यो थपिदिएको छ अरे भन्ने सुनेका छौँ। कति थपिदिएको छ हामीलाई त्यो पनि थाहा छैन। हामीले चाहिँ एलएमबिएस इन्ट्री गरेको कार्यक्रमहरू र बजेटको परिमाण त्यो थिएन, उहाँहरू आफै भन्दै हुनुहुन्छ। अब यहाँ यसरी आएको शहरी विकास मन्त्रालयको बजेटमा यो किताबभित्र आधा योजनाहरूमा कहीँ 25 लाख छ, कहीँ 10-20 लाख छ, कहीँ 40 लाख छ, कहीँ 50 लाख छ। अनि यो तथ्यलाई धुवाको पर्दा लगाएर छोपिन्छ। जनता पढ्दैनन्, किताब हेर्दैनन्, सांसदहरूले किताब हेर्दैनन्, यस्तो कुरा पनि गर्नुहुन्छ। यो यही छ।
अब यो त कुरा यो अझ अरू योभन्दा अरू मन्त्रालयमा जाने हो भने त 10 लाखसम्मको छ। मैले हिजो मात्रै या बिजन हलबाट लिएका किताबहरू पढ्दै थिएँ। 10 लाखका छन्, 5 लाखका छन्, 1 लाखका छन्। अझ म अहिले यहाँ आउने बेला त 10,000 को कुरा गर्दै हुनुहुन्थ्यो साथीहरू, मैले 10,000 आफैले हेर्न पाएको छैन। यहाँ 10,000 को पनि छ भनेर भन्दै हुनुहुन्थ्यो उद्योग मन्त्रालयसँग सम्बन्धित। अब मैले आफैले 10,000 को हेर्न पाएको छैन, तर मैले हिजो यहीँबाट लिएर पढेका किताबहरू 1 लाख छन्। अनि हामी गफ दिइराखेका छौँ 3 करोड। हामी गफ दिइराखेका छौँ प्रोजेक्ट ब्याङ्कको 4,000 घटायौँ भनेर पनि राखेका छौँ। कस्ता योजना घटायौँ, कस्ता योजना कायम गऱ्यौँ, एकपटक त्यसको तुलनात्मक अध्ययन गर्ने हो कि होइन? मैले भौतिक पूर्वाधार मन्त्रालयको केही योजनाहरू हेरेको थिएँ। एउटा जिल्लामा जाँदा 50 वटा वैकल्पिक सहायक राजमार्गहरू रहेछन्। सायद ती जिल्लामा अब सडक बनाउन बाँकी छैन। जुन जिल्लामा केही दशकदेखि 10 वर्षदेखि 15 वर्षदेखि भर्खर भौतिक सडक पूर्वाधारका निर्माणका कामहरू सुरु हुन थालेका छन्, त्यहाँ एउटा पनि भौतिक पूर्वाधारको अब त्यहाँ वैकल्पिक सहायक राजमार्गको उल्लेख गरिएको छैन। कस्ता योजना हटायौँ, कस्ता योजना थप्यौँ? प्रोजेक्ट बैङ्क 4,000 घटाइयो, कसको घटाइयो, कहाँका घटाइयो, अनि कायम राखियो, कहाँको कायम राखियो, कहाँ कायम राखिएको छ? यसको तुलनात्मक अध्ययन जरुरी हुन्छ कि हुँदैन? यो बारेमा छलफल गर्नुपर्छ कि पर्दैन? अनि 4,000 घटाइयो भनेर भयङ्कर राम्रो काम गरियो, मितव्ययी काम गरियो, यो गफ नगर। म त भन्छु मैले वित्तीय कार्यविधि र आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन विधेयक पारित गर्ने क्रममा नै मैले भनेको थिएँ अर्थ मन्त्रालय स्वेच्छाचारी हुँदैछ। आज ठिक त्यही भएको छ। अहिले पनि चाहे त्यो शहरी विकास मन्त्रालयको कुरा गरौँ, चाहे अन्य मन्त्रालयको कुरा गरौँ, योजना आयोगले योजना बैङ्कको कुरा गरिएको छ। योजना बैङ्कको कुरा आफ्नो स्वार्थ पुरा गर्नको लागि योजना बैङ्कलाई हतियार बनाइएको छ। म यो प्रमाणिक ढङ्गले भन्न सक्छु। सभामुख महोदय, यी त मैले केही दृष्टान्तहरू मात्र यहाँ कुरा गरेँ। यी दृष्टान्तहरूको आधारबाट हेर्दा बजेटले यो सिद्धान्त र प्राथमिकताको दृष्टिले होस्, बजेट निर्माणको प्रक्रियाको दृष्टिले होस्, कार्यक्रमिक नियोजनको दृष्टिले होस्, यसले राष्ट्रका आवश्यकताहरू, जनताका अपेक्षाहरूलाई सम्बोधन गर्न सकेको छैन। म गम्भीर ढङ्गले यो विषय यहाँ दर्ज गर्न चाहन्छु। आज राष्ट्रको आवश्यकता हाम्रो संवैधानिक व्यवस्थाको दृष्टिले हेर्दाखेरि कतिवटा हाम्रा मौलिक हकहरू छन्, नागरिकको मौलिक हकको कुरा छ। त्यो मौलिक हकहरूलाई को व्यवस्था गर्ने, त्यसलाई कार्यान्वयन गर्ने कुरामा बजेट कहीँ पनि त्यसले प्राथमिकता राख्दैन। त्यो कुरालाई हामीले यो मुलुक आजको परिवर्तित सन्दर्भमा समावेशी लोकतन्त्र हाम्रो परिवर्तित राजनैतिक व्यवस्थाको महत्त्वपूर्ण पक्ष हो भन्दै आइराखेका छौँ। बजेटले समावेशी विकासको अवधारणालाई कहाँनिर आत्मसात गरेको छ? म प्रश्न गर्न चाहन्छु, माननीयजीहरूले त भन्नु होला, आधिकारिक रूपमा अर्थमन्त्रीजीले यी विषयहरूमा कुरा राख्नुहुने नै छ। चाहे त्यो 10 करोड प्रोजेक्ट ब्याङ्कको सन्दर्भ होस्, चाहे त्यो 3 करोडको सन्दर्भ होस्, यी सबै विषयमा अर्थमन्त्रीजीले आधिकारिक रूपमा कुराहरू यहाँ राख्नुहुने नै छ। हामी त्यसको जवाब चाहन्छौँ। हामीले समावेशी विकासको कुरा गरेका छौँ। परिवर्तित राजनीतिक व्यवस्थाको सन्दर्भमा हेर्दा समावेशी लोकतन्त्र यसको महत्त्वपूर्ण हिस्सा हो, महत्त्वपूर्ण पक्ष हो। महिलाको सशक्तिकरण र महिलाको लाई इम्पावर गर्ने, महिलाको अधिकारलाई सुनिश्चित गर्ने खालको कहाँनिर हामीले व्यवस्था के थप व्यवस्था के गरेका छौँ? दलितको उत्थान र विकासको लागि हामीले थप व्यवस्था के गरेका छौँ? हामीले आदिवासी जनजातिहरू जो क्लस्टर्ड एरियाहरू छन्, ती एरियाहरूको विकास उत्थानको लागि हामीले थप व्यवस्था र नयाँ व्यवस्था के गरेका छौँ? यी प्रश्नहरूको उत्तर दिनुपर्छ कि पर्दैन? यी प्रश्न गर्न पाउने कि नपाउने? हामीले बजेटको बारेमा अतिरञ्जना गरिरहँदा यी विषयहरूतर्फ ध्यान दिनुपर्छ कि पर्दैन? यसले समावेशी विकासको मर्मलाई आत्मसात गरेको छैन। गरिबी निवारणको कुरा, उत्पादन र उपउत्पादकत्व वृद्धिको कुरा बजेट भाषामा लेखिदिएर हुने कुरा होइन। यो त परम्परागत कुरा भइसक्यो। मैले यहाँ संसदको बारेमा म चासो राख्ने भएदेखि, मैले बजेट भाषणहरू सुन्दै गर्दादेखि उत्पादन वृद्धिका कुरा, उत्पादकत्व वृद्धिका कुरा, गरिबी निवारणका कुरा, यी त सधैँ गाउने गीत जस्तै भइराखेका छन्। त त्यसको ठोस पहल कहाँबाट हुने? गरिबी निवारणको लागि के चाहिन्छ? योजनाबद्ध विकासको योजनाबद्ध कार्यक्रम जरुरी पर्छ कि पर्दैन? राज्यको हस्तक्षेपकारी भूमिका जरुरी पर्छ कि पर्दैन गरिबी निवारणको लागि? अरे यी र यस्तै विषयहरूमा बजेट गम्भीर भएको पाइँदैन। चाहे त्यो गरिबी निवारणको सन्दर्भ होस्, चाहे त्यो समावेशी विकासको सन्दर्भ होस्, यी सबै कुरालाई पूर्वाधार विकासको कुरा गर्ने हो भने त यस्तै कुरा छ। सडकका कुरा अघि हामीले गरिसक्यौँ। मैले भौतिक पूर्वाधार मन्त्रालयको पाएको छु त्यो फाइल हेर्दा बिजोग छ। केही सर्टेन निर्वाचन क्षेत्रहरू, सर्टेन जिल्लाहरूमा त्यहाँ दर्जनौं योजनाहरू छन् जहाँ सडक पूर्वाधार आजको प्रमुख प्राथमिकता बन्न पुगिराखेको छ। ती जिल्लाहरूमा जानुभयो भने मुस्किलले एउटा यो योजना कहीँ कतैबाट, त्यो पनि स्थानीय पार्टीको सिफारिस होला। मलाई लाग्दछ जिल्लाका ती केही प्राथमिकताका योजनाहरू छैनन्। त्यहाँ एउटा स्थानीय वार्डको सानो टोलसँग रिलेटेड केही योजनाहरू समावेश गरिएको छ, त्यो स्थानीय पार्टीको सिफारिसमा होला जस्तो मलाई लाग्दछ। यस दृष्टिले हेर्दाखेरि भौतिक पूर्वाधारको क्षेत्रमा यसले
न त उत्पादन र उत्पादकता एकातिर विकास गर्ने कुरा गरिएको छ। हाम्रो भौतिक पूर्वाधारको निर्माणलाई उत्पादनसँग जोड्ने, उत्पादकताको वृद्धिसँग जोड्ने, देशको समग्रतामा हेर्ने त्यहाँ कहीँ पनि कोसिस गरिएको पाइँदैन। केवल कसको क्षेत्रमा बढी दिने, कसको क्षेत्रमा त्यो प्रोजेक्ट ब्याङ्कबाट योजना हटाउने नाममा भएका योजनाहरू पनि डिलिट गर्दै जाने, केवल यही वरिपरि मात्रै त्यो घुमेको देखिन्छ, सीमित भएको पाइन्छ। पूर्वाधार निर्माणको क्षेत्रमा भएको यो लापरवाहीले हाम्रो उत्पादन र उत्पादकको वृद्धिमा सघाउ पुर्याउने, हाम्रो गरिबी निवारणको उद्देश्यलाई टेवा पुर्याउँदैन, त्यसले आर्थिक विकासको सपनालाई साकार बनाउँदैन। मान्य सदस्य के को लागि उठ्नु भएको छ? के नियमापत्ति हो, के हो, के अन्तर्गत कहाँ हो? यो 20 अन्तर्गत मैले नियमापत्ति गर्नुपर्ने महसुस भएर कुरा राख्न खोजेको सामान्य सभामुख महोदय। हामी बजेटमाथिको छलफलमा छौँ र यो छलफलका क्रममा यो बैठक कसरी चल्नुपर्ने हो, कस्तो वातावरण बनाउनु पर्ने हो, हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालन गर्नुपर्ने हो र कस्तो मर्यादाका बिचमा यो बैठक गर्नुपर्ने हो, म यो ध्यानाकर्षण गराउन चाहन्छु। हामी रत्न पार्कमा छौँ कि शहीद गेटमा छौँ कि कलङ्कीमा छौँ कि पोखरा चिप्लेढुङ्गामा छौँ, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ। मान्य सदस्यहरूका कुर्सी रोइराखेका छन्। कुर्सीले मान्य सदस्यहरूलाई भेट्न पाएका छैनन्। भएको छ यहाँको कुराको। मान्य सदस्य आसन ग्रहण गर्नुहोस् र वक्ता मान्य सदस्य आफ्नो भनाइ अगाडि लानुहोस्। मैले यो कुरा अर्कोतर्फ सभामुख महोदय, हामीले अब यो मुलुकको आर्थिक विकासको लागि, यो मुलुकमा सामाजिक न्याय स्थापना गर्नको लागि सङ्घीय व्यवस्थाको परिकल्पना गऱ्यौँ, सङ्घीयताको परिकल्पना गऱ्यौँ, समावेशी विकासको परिकल्पना गऱ्यौँ। आजको बजेटको यो समग्र पक्षलाई हेर्दा यसले सङ्घीयताको कार्यान्वयनको तर्फ पनि त्यति चासो दिएको पाइँदैन। भनियो आरामसँग 3 करोडभन्दा सानो योजना तल नपठाउने। म सिँचाइ मन्त्रालयको कुरा गर्छु, 80% सङ्घमा हुन्छ बजेट, अनि बाँकी रहेको 20%बाट सिँचाइका हाम्रो चाहे त्यो पहाडको होस् चाहे हिमालको होस्, यो सबै क्षेत्रमा अझ साना 50 लाखका 60 लाखका 70 लाखका चाहिँ योजनाहरू आवश्यक पर्दछन्। यसको अर्थ त्यो 60 लाखको योजना सङ्घबाट गर्नुपर्छ भन्ने होइन, त्यो योजनाहरू प्रदेशले नै कार्यान्वयन गरोस्। तर प्रदेशलाई पठाएको बजेट कति? प्रदेशलाई पठाएको बजेट 2%। एउटा प्रदेशलाई 2% को त सिँचाइ मन्त्रालयमा विनियोजन गरिएको बजेट मध्येबाट 2% को हाराहारीमा प्रदेशलाई पठाइन्छ। अनि यसले योजनाको भारी एक ठाउँ लगाइदिने, योजनाहरू बढी एक ठाउँ केन्द्रित गरिदिने, अनि बजेट बढी अर्को ठाउँ केन्द्रित गर्ने। बजेट र योजनाको यो असन्तुलनले सङ्घीयता प्रतिको धारणालाई थप नकारात्मक बनाउनेछ, मलाई यो लागेको। त्यसकारण यो सन्तुलन पनि त्यहाँ पाइँदैन। चाहे त संहिताको कार्यान्वयनको दृष्टिले होस्, त्यहाँ इमानदार देखिँदैन। समावेशी विकासको दृष्टिले हेर्दाखेरि पनि त्यहाँ त्यो गम्भीरता पाइँदैन। मैले अघि ऊर्जा विकासको यहाँ नीति कार्यक्रम पढ्दाखेरि हामीले ऊर्जा विकास मार्गचित्रको कुरा आएको थियो। भलै त्यो ऊर्जा विकास मार्गचित्र अघिल्लो सरकारकै पालामा तयार भएको थियो, क्याबिनेटबाट अनुमोदन गर्ने प्रक्रियामा थियो र त्यो क्याबिनेट समितिमा गएर पनि टुङ्गिएको थियो छलफल। म धन्यवाद नै भन्छु, क्याबिनेट समितिमा पनि टुङ्गिसकेको थियो ऊर्जा विकासको मार्गचित्र, क्याबिनेटले फाइनल डिसिजन गरेर अहिले सार्वजनिक गरेको छ। म यसको लागि त धन्यवाद नै भन्छु सरकार। तर बजेटसम्म आइपुग्दा त्यो ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्नको लागि कहीँ पनि ध्यान दिएको पाइँदैन। कुरा हामी उत्पादन र उत्पादकता वृद्धिको कुरा गरिराखेका छौँ। ऊर्जा विकास मार्गचित्र कार्यान्वयन गर्नको लागि जलाशयुक्त आयोजनाहरूको कसरी विकास गर्ने, निर्माण कसरी गर्ने लगायतका विषयहरूमा कुनै पनि त्यहाँ खास ध्यान दिएको पाइँदैन। त्यो अनुसार बजेटको अलोकेसन पनि कहीँ कतै भएको जस्तो पनि मलाई लाग्दैन। पर्यटनका प्रशस्त नयाँ गन्तव्यहरू छन् कर्णालीमै, कहीँ राम्रा, त्यो चाहे चाकुरे कुसिमुसीको कुरा होस्, चाहे राराको ट्रेलको कुरा होस्, चाहे भटिमालिकाको कुराहरू हुन्, थुप्रै नयाँ पर्यटनका नयाँ गन्तव्यहरू छन्। निश्चित ठाउँसम्ममा सामान्य पूर्वाधारहरू निर्माण नहुँदा ओझेलमा परिराखेका ती पर्यटकीय गन्तव्यहरू अब अलिकति सरकारले प्रमोसन गरिदिने हो भने त्यहाँ राम्रो पर्यटनका गन्तव्यहरूको रूपमा त्यो विकास हुन सक्ने र त्योबाट मुलुक निकै लाभान्वित हुन सक्ने, सिङ्गो मुलुक लाभान्वित हुन सक्ने, स्थानीयवासीहरू लाभान्वित हुन सक्ने त्यस्ता प्रचुर सम्भावनाहरू छन्। सरकारको यसतर्फ ध्यान गएको पाइन्छ। भूमि बैङ्कको कुरा गरेपछि अघि यहाँ छलफल पनि भयो, ठिकै हो। हिजो साथीहरूले भनिसक्नु, मानिसहरूले भन्नुभएको छ, यसो हेर्दा जतैतिरबाट हेर्दाखेरि पनि बजेटले पिडमा बसेका मान्छेहरूको बारेमा, जनताको बारेमा त्यति धेरै चिन्ता गरेको पाइँदैन, चिन्ता नगरेकै देखिन्छ। हो जमिन बाँधो छ, भूमि बैङ्कको कुरा गरिएको छ। मेरो ख्यालमा यसको सम्भावित परिणाम के होला भने त्यो भूमि बैङ्क निश्चित व्यवसायीहरूको हातमा जानेछ। गाउँको सम्पूर्ण भूमि जमिन आज चाहिएको गरिब किसानहरूलाई गरिबी निवारणको हामी कुरा जहाँ गरिराखेका छौँ, गरिब किसानहरूलाई उत्पादनमा सहभागी बनाउने, उनीहरूको माध्यमबाट भूमिको उत्पादकत्व वृद्धि गर्ने,
जसले आर्थिक विकासमा पनि सहयोग पुर्याओस्, कृषिको आधुनिकीकरणमा पनि सहयोग पुर्याओस्, जनताको र किसानहरूको वास्तविक किसानहरूको जीवनमा पनि परिवर्तन ल्याउनुहोस्, सामाजिक न्यायलाई पनि स्थापित गरोस्। आवश्यकता आजको यो हो। तर भूमि बैङ्कले ती वास्तविक किसानहरूको हितलाई सम्बोधन गर्ने छैन। त्यो भूमि बैङ्कले सर्टेन व्यवसायीहरूलाई, अझ त्यो व्यवसायहरूभित्रका पनि अब यहाँ बिचौलिया भन्ने पनि चलिराखेको छ, बिचौलियाहरूलाई पक्ष पोषण गर्ने, हित पोषण गर्ने सम्भावना मैले देखिराखेको छु। मैले यसलाई सम्भावनाकै अर्थमा अहिले भनिराखेको छु, म त्यो बढी सम्भावना देखिराखेको छु। र त्यस कारणले यसले वास्तविक किसानको जीवनमा जसरी सम्बोधन गर्नु पर्थ्यो, भूमिको व्यवस्थापन जुन ढङ्गले हुनु पर्थ्यो, चाहे त्यो सहकारीको दृष्टिले होस्, चाहे किसान समूहहरूको विकास गरेर होस्, यतातिरबाट त्यो भूमिको उत्पादकत्व वृद्धि गर्ने बारेमा सोच्नुपर्ने थियो। त्यो परिस्थिति देखिँदैन। अब उद्योगको कुरा त छोडिदिउँ, ठिकै हो, उद्योगको कुरा, यहाँ औद्योगिक पहुँच मार्गको कुरा गरेर थुप्रै सडक योजनाहरू रहेछन्। यदि त्यो कुरा उद्योगहरूको विकास गर्ने, सर्टेन साना मझौला उद्योगहरू विकास गर्ने र त्यो गन्तव्यसँग जोड्ने उद्देश्यले यी पहुँच मार्गका कुरा गरिएको हो भने यो सकारात्मक नै भन्नुपर्दछ। तर त्यो योजनामा होइन, त्यो योजनामा होइन। यो औद्योगिक पहुँच मार्गहरूको लागि अहिले गरिएको बजेटको विनियोजन म यसलाई दुरुपयोग भनेर भन्छु। त्यो कुनै उद्योगको विकास गर्ने योजनासँग त्यसलाई एकाकार गरेर एकीकृत गरेर त्यो पहुँच मार्ग निर्माण गर्ने कुरा गरिएको छैन। यो बजेटको दुरुपयोग। अघि यहाँ बजेट अनुशासनको कुरा थियो, यो अनुशासन भनिँदैन, अराजकता। र त्यस कारणले हुनुपर्ने कुरा उद्योगको क्षेत्रमा पनि ठुला उद्योगहरू, साना र मझौला उद्योगहरूको सँगसँगै विकास गरेर जाने, दुईटै खुट्टाले हिँड्ने विधि विकास गर्नुपर्नेछ, ताकि यसले आर्थिक विकास र सामाजिक न्यायका दुवै हाम्रा प्राथमिकताहरूलाई, दुवै हाम्रा एजेन्डाहरूलाई सँगसँगै सम्बोधन गरेर जान सकोस्। यसर्थ हामीले ठुला साना मझौला उद्योगहरूको विकास गरेर जानुपर्ने। तर हामी यसतर्फ, यसलाई व्यवस्थित गर्नेतर्फ बजेट कार्यक्रम कहीँ पनि परिलक्षित भएको मैले पाइराखेको छैन। नारा छन्, तर त्यो नारालाई कार्यान्वयन गर्ने कार्यक्रममा जाँदा पाइँदैन। संविधानका संवैधानिक व्यवस्थाहरूलाई, बजेटका उद्देश्यहरूले तादात्म्यता कायम गरेको पूर्ण रूपमा देखिँदैन। जे जति अलिअलि तालमेल कहीँ कहीँ देखिए पनि ती उद्देश्यहरूलाई फेरि कार्यक्रमले जानेर सपोर्ट गर्नुपर्ने हो। कार्यक्रममा गइपुग्दाखेरि कार्यक्रम पूर्वै हिँडिराखेको छ, त्यसपछि गएर अरू उद्देश्यहरू पश्चिम हिँडिराखेका छन्। यस्तै खालको बेमेल र अनेकता त्यहाँ चाहिँ देखा पर्ने गरिराखेको छ। यो समग्र विषयलाई हेर्दा सभामुख महोदय, प्रस्तुत बजेट कार्यक्रमले राष्ट्रिय आवश्यकता र जनताको अपेक्षालाई सम्बोधन गर्न सकिराखेको छैन। अझ अब कार्यान्वयनको कुरा हामी कहाँ अर्को एउटा गम्भीर चुनौतीको विषय छँदैछ। सुशासनसँग समेत जोडिएका प्रश्न छन्। हामीले त्यहाँ नियुक्तिहरू गर्दा बिचौलियाहरूको चलखेल हुने गरेका नियुक्ति प्रपट मान्छेहरूको गर्ने, त्यसपछि गएर त्यहाँ पुँजीगत खर्च वृद्धि गर्नको लागि सुशासन आवश्यक, सुशासन कायम गर्नुपर्ने कुराहरू यहाँ आकर्षित हुन्छन्। सुनिन्छ ठेकामा ठाउँ ठाउँ सेटिङहरू भइराखेका छन्। नियुक्ति गर्दा बिचौलियाहरूको चलखेल भइरहेको छ। यी सबै विषयहरूलाई नियन्त्रण गर्ने, निराकरण गर्ने ठोस प्रतिबद्धता र कार्यक्रम बिना यो विनियोजित बजेटको पनि कार्यान्वयन हुने कुरामा प्रशस्त शङ्का गर्नुपर्ने ठाउँ हुन्छ। यसतर्फ पनि खासै ध्यान दिएको पाइँदैन। त्यसकारण यसबाट धेरै आशा गर्न सकिने ठाउँ छैन। जे जति छ यसको प्रभावकारी कार्यान्वयनमा अब ध्यान दिन सकियो भने थोरै निकाल्न सकिएला। सरकारको त्यहाँ प्रतिबद्धता रहोस्, यही कुरा राख्दै मेरो भनाइ टुङ्गाउँछु। धन्यवाद।